30 वर्ष पुगिसक्दा पनि तपाईको डन्डिफोरहरू अझै बढिरहेको छ भने चाहिँ यो केही कुराहरू चाहिँ हजुरले ध्यान दिनुपर्छ। तपाईको लाइफस्टाइल कस्तो छ, एकदमै स्ट्रेसफुल छ, टाइममा खाने टाइममा सुत्ने हुँदैन, भागदौड मात्र धेरै हुन्छ भने त्यसले गर्दाखेरि तपाईको शरीरमा स्ट्रेसले कर्टिजोल लेभलहरू एकदम धेरै बढाइदिन्छ र त्यसले गर्दाखेरि तपाईको ओइल प्रोडक्सन धेरै भएर चाहिँ पोर्सहरू क्लग हुने र त्यही क्लग पोर्समा चाहिँ ब्याक्टेरियाहरू धेरै आएर तपाईको पिम्पलहरू एकदम धेरै बढ्ने गर्छ। अर्को भनेको चाहिँ अब यही स्ट्रेसफुल लाइफस्टाइल भित्रमा तपाईको खानपिनहरू कस्तो छ, अब अन द गो जङ्क फुडहरू फास्ट फुडहरू एकदम धेरै सेवन गर्नुहुन्छ भने त्यो चिजहरूले गर्दाखेरि पनि तपाईको हार्मोनल लेभल्सहरू एकदम धेरै फ्लक्चुएट हुन्छ। त्यसले गर्दाखेरि पनि एक्ने एकदम बढ्छ। हजुरहरूले नर्मल आफ्नो स्किन केयर कसरी गरिराख्नु भएको छ, स्किन केयर गर्ने टाइम छैन, मेकअपहरू गर्नुहुन्छ तर राम्रोसँग रिमुभ गर्नुहुन्न भने त्यसले गर्दाखेरि पनि तपाईहरूको पोर्स एकदम धेरै ब्लक भएर सफा नभएर त्यसैमा इन्फेक्सन भएर पनि एक्ने आउँछ। एक्ने भनेको नै एउटा इन्फेक्सन हो। सो तपाईको स्यानिटरी ह्याबिट्सहरूले गर्दाखेरि पनि एक्ने ब्रेकआउट्सहरू धेरै बढ्न सक्छ। एक्नेको लागि हजुरहरूले धेरै प्रडक्टहरू युज गरिराख्नु भएको छ अथवा सोसियल मिडियामा हेरेर ट्रेनिङ प्रडक्ट्सहरू एकदम धेरै युज गरिराख्नु भएको छ तर त्यसलाई राम्रो वेमा एक्जिक्युट गर्नुभएको छैन भने पनि त्यही प्रडक्टहरूले नै तपाईँको ब्रेकआउटहरू धेरै गराइरहेको हुनसक्छ। 30 वर्ष पुगिसक्दा पनि तपाईको डन्डिफोरहरू अझै बढिरहेको छ भने चाहिँ यो केही कुराहरू चाहिँ हजुरले ध्यान दिनुपर्छ। तपाईको लाइफस्टाइल कस्तो छ, एकदमै स्ट्रेसफुल छ, टाइममा खाने टाइममा सुत्ने हुँदैन, भागदौड मात्र धेरै हुन्छ भने त्यसले गर्दाखेरि तपाईको शरीरमा स्ट्रेसले कर्टिजोल लेभलहरू एकदम धेरै बढाइदिन्छ र त्यसले गर्दाखेरि तपाईको ओइल प्रोडक्सन धेरै भएर चाहिँ पोर्सहरू क्लग हुने र त्यही क्लग पोर्समा चाहिँ ब्याक्टेरियाहरू धेरै आएर तपाईको पिम्पलहरू एकदम धेरै बढ्ने गर्छ। अर्को भनेको चाहिँ अब यही स्ट्रेसफुल लाइफस्टाइल भित्रमा तपाईको खानपिनहरू कस्तो छ, अब अन द गो जङ्क फुडहरू फास्ट फुडहरू एकदम धेरै सेवन गर्नुहुन्छ भने त्यो चिजहरूले गर्दाखेरि पनि तपाईको हार्मोनल लेभल्सहरू एकदम धेरै फ्लक्चुएट हुन्छ। त्यसले गर्दाखेरि पनि एक्ने एकदम बढ्छ। हजुरहरूले नर्मल आफ्नो स्किन केयर कसरी गरिराख्नु भएको छ, स्किन केयर गर्ने टाइम छैन, मेकअपहरू गर्नुहुन्छ तर राम्रोसँग रिमुभ गर्नुहुन्न भने त्यसले गर्दाखेरि पनि तपाईहरूको पोर्स एकदम धेरै ब्लक भएर सफा नभएर त्यसैमा इन्फेक्सन भएर पनि एक्ने आउँछ। एक्ने भनेको नै एउटा इन्फेक्सन हो। सो तपाईको स्यानिटरी ह्याबिट्सहरूले गर्दाखेरि पनि एक्ने ब्रेकआउट्सहरू धेरै बढ्न सक्छ। एक्नेको लागि हजुरहरूले धेरै प्रडक्टहरू युज गरिराख्नु भएको छ अथवा सोसियल मिडियामा हेरेर ट्रेनिङ प्रडक्ट्सहरू एकदम धेरै युज गरिराख्नु भएको छ तर त्यसलाई राम्रो वेमा एक्जिक्युट गर्नुभएको